पेट पूजा भइरहेछ गाइस दराले दनक गाइस नै ड्याप So hello guys, welcome back to my YouTube channel. कति बेले गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हामी चाहिँ घुम्न जाँदैछौँ मन्दिर। सो गाइज यहाँ चाहिँ तेल हाल्दैछ केटाहरूले। यो मान्छे हो त्यो हेलमेटवाला, तेल हाल्नुपर्ने उ चाहिँ अहिले त्यहाँ हालेन, अब यहाँ आएर तेल खोज्दैछ। नि यही हो तेल सघाउने मान्छे। लड़की गई भाड़ में, हम चले पहाड़ में। तो गाइज हमरा ऑफ रोडिंग कर रहा छे। आधा पिच आधा आबर खोर वाला रास्ता है। तेल बेसी नहीं खाते द्वारा हम मोटरसाइकिल ऑफ कर देने छे और न्यूट्रल में धैल रहा छे। लेकिन अहाँ सब अनंत नहीं करब, कहते में रिक्स रहे छे। अब हम एक्सपीरियंस से तो अलग बात है। क्यों बे ओवर एक्टिंग करता है साला? ओवर एक्टिंग की औलाद। अब तेरे को बराबर होता नहीं क्या बोलने को? चले एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। अब अहाँ और नहीं हो भऽ सकै छै, ताहि दुआरे अहाँ और 3 गियर में धऽ कऽ हल्का पछाड़ी के ब्रेक चाप के एहन ओरालू झाड़ब। हम तऽ हाथों छोड़ के चला सकै छी। तो हम तऽ हाथों छोड़ के चला सकै छी। तो अरे कहना क्या चाहते हो? वो अलग बात है, वो अलग ही लेवल का बंदा है। हाँ देखो केहन ऑफ रोडिंग कर रहल छियै पूरा CBG पूरा। देखो अगाड़ी में गंभीर राइडर है, अब ओकरा पछाड़ी में बाइक चलबैत रहबै तऽ कमती है 10 मीटर के डिस्टेंस कायम करैत रहब, नहीं तो पछाड़ी अगाड़ी से नहीं ठोकत, पछाड़िए से ठोकत। तो गाइज देखैत रहू अगाड़ी कति होइ छै। सो हामी जाँदैछौँ अब खोइ कुन मन्दिर हो। एकदम ठुलो मन्दिर छ, राम्रो मन्दिर छ, एकदम झकास। अब जाँदैछु, त्यहाँ गएपछि के कस्तो भ्यूहरू हुन्छ तपाईँलाई देखाउनेछु। कृपया वाच गर्दै गर्नु होला। सो गाइज हामी मन्दिरमा आइसकेको छौँ, हेर्न सक्नुहुन्छ। यो ढोकाको डिजाइन यस्तो दामी। श्री पञ्च महालक्ष्मी मन्दिर श्रीपीठ प्रवेशद्वार है त। लेट्स गो। एकदम राम्रो डिजाइन पनि। निकाल्छ त मोटरसाइकलमा पस्नु। सो गाइज हामीहरू आइसकेको छौँ यो मन्दिर परिसरमा। अनि यता केटाहरू छ, पार्किङ यता छ।
नजारा देख्न सक्नुहुन्छ। नीचे वीडियो ले तो हम लोग पठा रहे हैं यही रख ली अपन जो पार्किंग कर लिए अपन बुलेरो देखाएर हाल्छ ये पूरे बुलेरो और हाम्रो CBZ CBR के बाइक हुन्छ सबै हाम्रै हो। So we were heading to down YI. हामी तल गइरहेको छु। हामीभन्दा पनि म गइरहेको छु। 2 जना 3 जना गइसक्यो। 2 जना माथि छ। झर 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 झरनक वाह कस्तो राम्रो फुल। फोटो खिच्यो ला लोकल देखे जाए जो फोटो खींच रहा है सबको है। आता फोटोग्राफर ही है। देखा था क्या फोटो खींच लिया था देखा हाँ यार तो देखे ना करे कारी आदमी की कत्ते बारे यार सो यहाँ पूजा हो कि के भइरहेको छ गाइस है। के पूजा भएको खै मलाई पनि थाहा भएन। पूजा भइरहेको छ। यो मन्दिर परिसर भयो। अब यहाँ आएर फोटोग्राफर फोटो खिच्ने मान्छे यस्तो राम्रो फुलबारी अचानक ये फोटो पूरा मतलब कहीं लंबा एरिया पकड़ सो गाइस जब चाहिँ गएको हामी फोटोसोटो खिच्न उता जान्छौँ। यहाँ फोटोसोटो खिचिसक्यो होइन पूजा पनि हेरिसक्यो। अब जाँदैछौँ हामी नेपालको नक्सा भएको ठाउँमा जाँदैछौँ। तपाईँहरूलाई पनि त्यो देखाउनेछौँ अवश्य पनि होइन। यहाँ पार्किङहरू छ। भण्डाराको लागि भइरहेछ प्रसादी बनिरहेछ फेरि रुक रुक जा उतापट्टि घुमघाम गरेर त्यसपछि त्यो ओह्रालो झरेर उकालो चढेर यहाँ आइसकेँ। अब चाहिँ यहाँभित्र प्रवेश गर्दैछौँ। श्री नेपाल आमा स्वयं प्रकट श्री सालग्राम मन्दिर प्रवेशद्वार
निर्मित हुने क्रममा भनौँ न बन्दै गर्ने क्रममा छ त्यो हेर्न सक्नुहुन्छ हाम्रो नेपालको नक्सा हाम्रो जननी जन्मभूमि कति हेर यिनीहरूमा आएको छ मलाई रोक्न भनेर यिनीहरू अगाडि कुदेको के हो पारा यस्तो गर्न पाइन्छ छोडिदिने मलाई एक्लै सो तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो प्रिय राजा वीरेन्द्रको सपरिवार अनि त्यहाँ हाम्रो जिल्ला पनि देख्न सक्नुहुन्छ त्यो कहाँ छ भन्दाखेरि ठ्याक्कै म देखाइदिन्छु ल टक्क त्यो धनुषा र महोत्तरीको बिचमा जानकी मन्दिर हालिदिएको छ तर जानकी मन्दिर भन्ने धनुषा जिल्लामा पर्दछ र त्यसको ठ्याक्कै दाहिनेपट्टि सिराहा हाम्रो गृह जिल्ला हाम्रो के भन्नु बालापन बितेको ठाउँ अब यहाँ पनि घुमेर फोटोसोटो पनि खिचिसक्यौँ होइन अब यसो भोक पनि लगाइरहेको छ यसो अलिअलि खानु पर्यो सो केटाहरू अगाडि पुरै आफ्नै तालमा हिँडिरहेको छ सो लेट्स गो हेरौँ अब झरना अनि त्यसपछि झुलङ्गे पुल घुम्न जान बाँकी छ सो अब जान्छु त्यही हो गाइस सपोर्ट गर्दै गर्नु होला है त पकौडा आउनु पाएको दिन सकिसक्यो गाइस के हो सबभन्दा पहिला उसैले हो पेट पूजा भइरहेछ गाइस दरले दनक देखो ये गंभीर के कदे चल रहल छै धमाधम घापा जा कहाँ तू त्यसमा गति गर्ला एउटा वन हो त्यसमा जा लचियस ये तो पहले तो मार सकने चले तो कदी चियस एक बार मार दली एक बार और मारा लेकिन दे आपने के रहा चटपटे पानी पूरी कौन सा कसम सूर्य हमने गलत बनाना फ्लेवर को छ मिठो छ ने पर्कलो जिब्रो यार ल चियर्स Apandor. कॉफी लगा दो ये पहले लेकिन था वर्ल्ड रिकॉर्ड बने नहीं वो स्प्राइट पिएगा आहा कस्तो मिठो हावा चलेको भने सो हामी गुफाभित्र जाँदैछौँ चलो गुफाभित्र जाँदैछौँ गाइस मस्त हावा आयो यार के नाम है लाइट के धुआं थियो आवाज यहाँ भाइ अगाडि गइरहेछ गुफा यो लु आँखाको चस्मा हा कस्तो चिसो यार रेस्टुरेन्ट पनि रहेछ सिडी चढ्दैछौँ है भगवान जुत्ती लगाएको चाहिँ यहाँ पर थोड़े गए मिले हैं ढलान गर्ने छन् भगवान सरस्वती माता जय हो यहाँ भगवानको मूर्ति छ ऊपर रहेछ हाँ चलो न 50 यहाँ कुन भगवानको जग्रा कुन भगवानको जग्रा यहाँ अर्को भगवान हुनुहुन्छ यता भगवानको मूर्ति छ है ऊपर सक्यो 50 रुपियाँ यति रहेछ गुफा गाइस 60 मिटर तक होला चलो सो अब फर्किन लाग्यो
निस्किने द्वार अरे यतैबाट निस्किने हो क्या यतैबाट होला निस्किने सो अब निस्किनु लागेको गाइज झुक्के यो चटक तर चिसो त चिसो हुने रहेछ खतरा लाग्यो मजा लाग्ने एसीमा एसी जग्गा हो नेचुरल एसी कतै निकै हावा लगे ल जाऊ अघि फेरि उताबाट निस्क्यौँ भनेर गएको लास्टमा यताबाट निस्किनु पर्ने रहेछ नि त रुकु गो बाबु गो थाकिगल्यो ओह्रालो झर्छु अब ल गाइस अब झुलङ्गे पुल गयो भने त्यतातिर भेटौँला है त सो गाइस अब चाहिँ हामी झुलङ्गे पुल जानु लागेको बाइक पार्किङको पनि पैसा तिरिसक्यो यता दाइले तिर्नु भयो डल्लै हात्ती निकालिदिनु भयो ए सो जाँदैछु अब झुलङ्गे पुलतर्फ जाँदैछु हेरौँ के कस्तो छ मान्छेहरू त टन्नै आउनु भएको छ कि बा कुस्माको जस्तै झुलङ्गे पुल छ कि बा होइन जे पनि हुनसक्छ नि हो रहबरा मेरे रहबरा हो मेरा दास्ता तू मंजिल बाटो त छ नि अब उता यहाँ माथिबाट झरेर यो पक्की पुल के अरे पक्की रोडमा आइसकेको छौँ रानी झुला जाने बाटो अरे नगरकोट कम्युनिटी होमस्टे अलुवाले तिर्ली त माथिको पार्किङको पैसा पछि कति है यहाँ झलङ्गे पुलमा छ पैसाले त देख ले टिकट पनि काटिसक्यो इन्ट्री फीको मस्त अब सो अब हामी झोलङ्गे पुलमा आइसक्यौँ 20 रुपियाँ पर पर्सन तिरेपछि त खुट्टा टेक्नै पर्यो त जोस् लामो चाहिँ लामै रहेछ सो गाइज यही झोलङ्गे पुलमा आउनको लागि 20 रुपियाँको टिकट काटेको छु तर नजारा चाहिँ बबाल आइरहेको छ है नजारा चाहिँ बबाल छ होइन नजारामा नो कम्प्रोमाइज ओन नजारा ए फोटो खिचे ओ रहबरा मेरे रहबरा ओ तेरा दास्तां
दो मंजिल ये तो संजोग है हम चलो ना गाडी गाइस बवाल फोटो खिच्छु होइन रमाइलो भयो एकछिन अब जाँदैछु वाटरफलतिर है तर्फ है त के कस्तो छ अहिले त अब पानी पनि परेको छैन त्यतितिर हुन त पानी परिरहेको छ त्यतिर अब झर्नामा चाहिँ कतिको पानी छ तर यो सल्लाहको घारी ओहो बवाल मजा लाग्छ कि हेर्नु त्यहाँ गाइज यो सल्लाहको रुखमा यो यसो कोरेर चाहिँ के चाहिँ बनाएको होला के चाहिँ गरेको होला कि यसको दुध निकालेको हो कि त्यसको के बन्छ होला यसो कसैलाई केही थाहा छ भने पहाडमा बस्ने मान्छेहरू है कृपया अवगत गराउनु होला है त सो गाइज अब हामी चाहिँ यता झरना भएको ठाउँतिर आइसकेको छौँ तर त्यति ठुलो झरना चाहिँ छैन रहेछ र पनि हामी धेरै मुनि आइसकेर पनि अब नहेरिकन त होइन इन्जोय नगरिकन त यतिकै फर्किने कुरो हुँदैन सो हामी आयौँ अब यहाँ रमाइलो गर्नुपर्छ कसम तर झर्ना होइन रे यो त No! God, please, no! 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 के बाहुबली झर्ना यही हो अरे कहना क्या चाहते हो? बिमरा तेरिका बिमरा भगरे आइए आइए ए यहाँ रहेछ नि त झर्ना सो गाइज लास्टमा झर्ना चाहिँ यही हो है छोटी झरना है अब 300 450 500 मिटर माथि चढ्नुपर्छ फेरि अहिले चाहिँ यो झर्ना हेर्न आएको मिमरा त गाइजहरूले कपडा खोलेर झर्नामा गइसक्नु हौ न देखियो गाइजहरू नुहाइरहेको छ गैर खुल्ले गम्भीर सो गाई झर्ना सर्ना पनि घुम्यो होइन केटाहरूले मस्त नुहायो चिल पारमा सो फर्किन लाग्यो त्यही हो थ्याङ्क यू फर वाचिङ किप सपोर्टिङ कुटुम्ब भ्लग अब नयाँ कन्टेन्टहरू आइरहेकै हुन्छ सब्सक्राइब गरेर लाइक सेयर फलो पनि गरिदिनु होला है त सो थ्याङ्क यू फर वाचिङ